यो चाहिँ भिडियो तपाईहरुको लागि हो। मजाले फुल भिडियो वाच गर्नुस् हैन। तपाईले भिडियो पोस्ट गर्दाखेरि त्यसमा कसरी पोस्ट गर्नुहुन्छ मजाले ध्यान दिएर हेर्नु होला है। यो चाहिँ तपाईहरुको लागि इम्पोर्टेन्ट हो। भिडियो चाहिँ हामी जहिले पनि पोस्ट गर्दाखेरि हामीले सरल तरिकाले प्लस आइकनमा क्लिक गर्नुपर्छ। यहाँ प्लस आइकन हेर्न सक्नुहुन्छ। त्यसपछि हामी लामो भिडियो छ भने जस्तै 3 मिनेट देखि माथिको भिडियो छ भने पोस्टमा गएर भिडियो पोस्ट गर्नु होला। यदि सानो छ जस्तै 1 मिनेटको 40 सेकेन्डको 50 सेकेन्डको यानी 1 मिनेट 30 सेकेन्डको त्यस्तो हुन्छ भिडियोहरु भने रिलमा पोस्ट गर्नु होला है त। त्यसपछि हामी मानिलौं कुनै पनि भिडियो हामी एक्जाम्पलको लागि लिने गर्छौं है। मानिलौं यो भिडियो लियौं हैन। यस यो भिडियोमा तपाईले हेर्न सक्नुहुन्छ। त्यसपछि हामीले के गर्छौं भनेपछि यहाँ तपाईले केही पनि भिडियोको बारेमा रिलेटेड शब्दहरु हाल्नुपर्ने हुन्छ, लेख्नुपर्ने हुन्छ। त्यसपछि तपाईले यहाँ 5 वटा हेडस्ट्याग हैन उपयुक्त हुनेछ र 5 वटा तपाईले जुनसुकै आफ्नो यो अनुसार जस्तै फर यु पेज भिडियोको रिलेटेड यो हेडस्ट्याग तपाईले लिन सक्नुहुन्छ, राख्न सक्नुहुन्छ है। त्यसपछि तपाईले शेयर गर्ने भनेको ग्रुपमा हो। ग्रुपमा भनेपछि तपाईले 3टा ग्रुपमा शेयर गर्न पाउनुहुन्छ। यहाँ तपाईहरुले 3टा ग्रुपमा अनिवार्य शेयर गर्नु होला। अनि त्यसैगरी यदि तपाईको के भन्छ भिडियो एआई बाट बनाएको छ भने एड एआई लेबल भनेर लेखेको छ। त्यो एड एआई लेबलमा क्लिक गर्नु होला। यदि छैन भने ओरिजिनल कन्टेन्ट छ भने हामीले त्यस्तो हाल्नु पर्दैन है त। अनि हामी डाइरेक्ट शेयर गर्छौं है, भिडियो पोस्ट हुन्छ। र तपाईले स्टोरीमा राख्न चाहनुहुन्छ भने स्टोरी लेबल अन गर्दिनु है। मेरो अलरेडी अन छ, तपाईहरुले पनि अन गर्दिनु होला राख्न चाहनुहुन्छ भने। ल के बुझ्नु भएन तपाईहरुले कमेन्ट गर्नु होला। म त्यसको बारेमा फेरि पनि भिडियो बनाइदिन्छु होला हैन। त्यस्तै छ। भिडियो मन परे लाइक कमेन्ट शेयर अनिवार्य गर्नु होला। हस् त, धन्यवाद।